तपाईले कसरी लिनु भएको छ यो यस्तो राम्रो प्रतिक्रिया आएको छ है हजुर हैन डेफिनेटली नै खुसी लाग्छ हैन सो टिजरले मात्रै पनि अडियन्सको मन जितिरहेछ भनेपछि फेरि एक किसिमले डर पनि लागिरहेछ कि टिजर हेरेर नै अडियन्सको त एक्सपेक्टेसन एकदम हाई भइसक्यो सो फिल्म हेरेर चाहिँ त्यो लेभलसम्म चाहिँ हामीले चाहिँ सेटिस्फ्याक्सन दिन सक्छौँ कि सक्दैनौँ भन्ने किसिमको डर चाहिँ छ तर आशावादी छौँ चलचित्रबाट एकदमै तपाईले भनिहाल्नुभयो टिजरबाट चाहिँ एकदमै बढी दर्शकहरू एक्साइटेड हुनुहुन्छ हजुर हजुर यो गीतले चाहिँ त्यो एक्साइटेड मिट गर्छ कि गर्दैन अब आई डोन्ट नो त्यो अवश्य हैन अवश्य नै गर्छ यति मेहनत गरेर छौँ हामी बिहानदेखि 5 बजे सुटिङको लागि भनेर यता यो नर्सिङ पौवा जर्सिङ पौवा आएको छौँ जे होस् सबैले मेहनत गरिरहनु भएको छ सो गीत पनि क्याची नै छ र मलाई लाग्छ अवश्य पनि अडियन्सहरूको एक्सपेक्टेसन यो गीतले मिट गर्छ जस्तो लाग्छ कतिको चुनौतीपूर्ण हुँदो रहेछ एउटा फिल्म बनाउनलाई भन्दाखेरि पनि बनाउन त केही पनि हैन तपाईको बनाइसकेपछि पछाडी रिलिजमा अलिकति हलसम्म पुर्याउनलाई दर्शकलाई पब्लिसिटीदेखि लिएर पोस्टको कामहरूदेखि लिएर चुनौती चाहिँ हलमा लगेर दर्शक माझ पुर्याउनलाई सबैभन्दा गाह्रो हो किनभने यहाँ धेरै मेहनतहरू छ यसमा हरेक कुराको यसको डेटदेखि लिएर हरेक कुरामा करेक्सनदेखि लिएर हरेक यो विभिन्न पोस्टको कामहरूदेखि लगायत यो हरेक सानोतिनोहरू उयोहरूलाई लिएर जाँदाखेरि बनाउन त के हैन बनाएर मात्रै भएन फिल्म हलसम्म पुर्याएर चलाएर दर्शक माझमा देखाउनु नै सबैभन्दा ठुलो चुनौती हो किनभने बनाउन त सुटिङ गरिन्छ सकिन्छ त्यसपछाडिको काम चाहिँ सबभन्दा धेरै हो किनभने यो चलचित्र सिनेमा प्रत्येक दर्शक माझमा पुर्याएर चाहिँ दर्शकलाई देखाउनु नै सबैभन्दा चुनौतीको कुरो हो किनभने यसका पोस्टका कामदेखि लगायत यो विभिन्न करेक्सनदेखि लगायत भिएफएस बीजीएमहरू मिक्सिङहरू डबिङहरूदेखि लगायत धेरै कामहरू बाँकी नै छन् यसमा गानाहरूदेखि लगाएर हरेक यिनीहरू सानातिना कामहरूले गर्दाखेरि सुटिङ सकेर त्यसपछाडिको काम चाहिँ सबभन्दा धेरै कामहरू निस्किन्छ यसमा चाहिँ अलिक गाह्रो हुन्छ तर पनि यसमा सहज रूपले नै अहिले भइरहेको छ सबैतिर पोस्टको कामहरू भइरहेको छ हाम्रो गाना पनि सुटिङ भइरहेको छ गानाको लागि पनि अहिले तयारी सबै ठिक छ अहिले